नमस्कार। कार्यक्रम बाल कचहरीमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। म ईश्वर साउद। यो कार्यक्रम बाल अधिकार र बालबालिकाको समग्र विकास तथा सुरक्षाका विषयमा केन्द्रित छ। कार्यक्रमपछि समुदाय र स्थानीय तहले बाल सरकारका विषयलाई प्राथमिकतामा राखुन् भन्ने अपेक्षा गरिएको छ। आजको कार्यक्रममा हामी घोडाघोडी नगरपालिका वडा नम्बर 8 मा बालबालिकाको अवस्था र वडाले बालबालिकाको क्षेत्रमा गरिरहेका कामका विषयमा छलफल गर्छौं। आजको छलफलमा घोडाघोडी नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष वीरबहादुर साउद, यसैगरी मेलगट्टी मावि दीपनगरका सहायक शिक्षक दुर्गा प्रसाद न्युरे, अभिभावक दिलबहादुर चौधरी, महेश चौधरी लगायत अन्य सरकारवाला निकायका व्यक्ति र बालबालिकाहरू सहभागी हुनुहुन्छ। बाल कल्याण संघ टिकापुर र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीता तथा स्थानीय तहको समन्वयमा सञ्चालित बाल संरक्षण तथा समुदायमा आधारित बाल स्पोन्सरशिप परियोजनाले कैलालीका टिकापुर, भजनी, घोडाघोडी, गौरीगंगा नगरपालिका र कैलाली गाउँपालिकामा बाल विकास र बाल समृद्धिका क्षेत्रमा काम गरिरहेको छ। यसले गर्दा पनि स्थानीय तहलाई केही सहयोग पुगेको देखिन्छ। आजको छलफलको सुरुमा हामी घोडाघोडी नगरपालिका वडा नम्बर 8 ले बालबालिकाहरूका क्षेत्रमा के कस्ता कामहरू गरिरहेको छ भन्ने विषयमा जानकारी लिन्छौं। छलफलमा वडा अध्यक्ष वीरबहादुर साउद सहभागी हुनुहुन्छ। सुरुमा उहाँका कुरा हामी सुन्छौं। म 2079 देखि चुनाव लडेर जब म यहाँ आइसकेपछि यो सर्वप्रथम त यहाँ तपाईको यो बालबालिका सम्बन्धी रूपान्तरण क्लास चलेको थियो र रूपान्तरण क्लास चल्दै गर्दा त्यतिखेर उहाँहरूको फेस आउट भएर उहाँहरू जाँदै हुनुहुन्थ्यो र म चुनाव जितेर आइसकेपछि हैन म पनि एउटा बेसमा एउटा गरिबको घरमा जन्मेको हुँदा कतिपय बालबालिकाहरू शिक्षादेखि अझै टाढा भएको अवस्था मलाई महसुस भएको थियो। अनि लगत्तै मैले बाल कल्याण संघ टिकापुरसँग आग्रह विनम्र गरिसकेपछि उहाँहरूले पनि फेरि हामीले त्यतिखेर पनि 1.5 लाख रुपैयाँ छुट्याएर एउटा रूपान्तरण क्लास चलाएका थियौँ र सँगसँगै विगतमा अब तपाईको घोडाघोडी नगरपालिका वार्ड नम्बर 8 जरहीमा एसएस बालग्राम भन्ने पनि थियो। त्यो पनि बालबालिकाकै हकमा काम गरिरहेको थियो। ऊ पनि त्यो संस्था पनि तपाईको निम्न वर्गका अति गरिब विपन्न वर्गका परिवारहरूको बालबच्चाहरूलाई लाने र उहाँहरूको अभिभावकहरूलाई पनि केही आय आर्जनमूलक कार्यक्रम दिइरहेको थियो। उहाँ पनि फेस आउट भइसकेपछि अनि यो दिगो विकास भजनी र बाल कल्याण संघ टिकापुरले पनि यहाँबाट तपाईको धेरै ठाउँमा यो वडा अलि ठुलो भूगोलले अलि ठुलो छ र केही दिन पहिलासम्म उहाँहरू त्यहाँ ठाउँमा त्यो संस्था छ भनेर नगएको थियो। त्यसपछि म जब तपाईको जनप्रतिनिधि भएर आइसकेपछि मैनापोखरी, तिलकेनी, हजुरको जरहे कटान शिविर भन्ने पनि छ। उहाँहरूसँग पनि अहिले यो एक किसिमको बालबालिकालाई सहज गरिदिएको छ। यो चाहिँ बाल कल्याण संघ टिकापुरले यो त्यो भूमिका खेलिदिएको छ र मैले प्रत्येक वर्ष अब म म पनि चुनाव जितेर आएको 3 वर्ष भयो र प्रत्येक वर्ष जति सकिन्छ वडाले भ्याएसम्म अब यो देशकै परिस्थिति यस्तो छ कि सबैसम्म पर्याप्त बजेट पनि हुँदैन, तर सक्दो प्रयासमा अनि प्रत्येक वर्ष हामीले बालबालिकालाई को लागि भनेर कार्यक्रम पनि चलाएका छौँ। सँगसँगै तपाईको विपन्न परिवारहरूलाई यस वर्ष पनि हामीले 50,000 रुपैयाँ छुट्याएका छौँ र विपन्न परिवारहरूलाई अस्ति म्याडमहरूसँग बाल कल्याण संघकै म्याडमसँग बसेर यो चाहिँ हामीले बच्चाहरूको लागि राखेका छौँ। अब यसलाई कसरी हुन्छ म्याडम, तपाईँहरूको संस्थाले र हामीले यो कसरी हुन्छ, तपाईँको के सहयोग हुने र हाम्रो यो आर्थिक सहयोगले के कति गर्न सकिन्छ भनेर पनि सल्लाह गरेका छौँ। मलाई लाग्छ त्यस्तो सायद उहाँहरू बालबालिकाहरू यहीँ हुनुहुन्छ, मैले लाग्छ उहाँहरूलाई त्यस्तो नराम्रो आएदेखि उहाँहरूले मेरो बारेमा उहाँहरूले पनि भन्नुहुन्छ होला कि मैले गरेको नगरेको काम मैले आफ्नो बुद्धि विवेकले क्षमताले भए जति सम्पूर्णलाई समेट्ने प्रयास गरेको छु र आउँदा दिनमा पनि समेट्नेछु भन्ने हजुरहरूलाई विश्वास दिलाउन चाहन्छु। विशेष गरी भनेको बालबालिकाहरू छन् नि जो उहाँहरूको कस्तो खाले माग आउँछ, के छ त्यस्तो खाले अदाजी? प्रायः तपाईँको कस्तो छ भन्नुहुन्छ भने यो अब हाम्रो बस्ती यो गाउँ बेसी कस्तो भने हामी इन्डिया अरूमा निर्भर भएको जस्तै हो क्या। अब हाम्रो देश परदेश नगरी नहुने अनि उहाँहरू तपाईँको देश परदेश गइसक्यो भने घरमा गार्जियन नभइसकेपछि उहाँहरू एउटा के भन्छ अभिभावकविहीन जस्तो उहाँ चाहिँ कुलतमा पनि फसेको भेटायौँ र उहाँहरूले अब समाजले भन्छ उहाँहरूलाई बिचमा हामीले भेटाएको बेला उहाँहरूलाई स्कुल जा भन्दा पनि उहाँहरूले चाहिँ कापी कलम छैन, झोला छैन, म कसरी जाउँ भन्ने खालको उहाँहरूको त्यस्तो आइसकेपछि अनि हामीले चाहिँ उहाँहरूलाई के गर्न सकिन्छ
जसरी पनि विद्यालयमा शिक्षासँग पहुँच पुगाउनुपर्छ भन्ने हिसाबको चाहिँ प्रयास गरेका छौँ। प्रायः अब त्यो भनौँ न तपाईँको शिक्षासम्म नै उहाँहरू नपुगेको जस्तो हामीहरूलाई चाहिँ त्यो बढी गुनासो आउँछ। उहाँहरू इन्डिया जाने अर्थात् अर्को मुलुकमा जाने, अभिभावकहरू उता जाने, अनि बालबालिकाहरू चाहिँ यता एक्लै हुने, अलपत्र परे जस्तै संरक्षकत्व नपाएर चाहिँ त्यो चाहिँ अलि बढी समस्या यो देखिएको कुरा छ। र त्यसको लागि पनि त्यसलाई न्यूनीकरण गर्न हामी चाहिँ वडा स्तरीय सरकार भइसकेपछि हामीले चाहिँ आफ्नै प्रयास अपन गरिरहेछौँ। अहिलेलाई धेरै धेरै धन्यवाद। हस् हजुर। यसभन्दा पछाडि अब हामी बालबालिकाका कुराहरू सुन्छौँ। सम्पूर्णलाई नमस्कार। मेरो नाम चाहिँ रूपरेखा हो। म चाहिँ एउटा प्रश्न गर्न गइरहेकी छु। सरले भन्नुभएको नि बालबालिकाहरू लागु पदार्थमा फसिरहेका छन्, त्यसको न्यूनीकरण चाहिँ कसरी गर्ने, के को सहयोग लिएर गर्ने भन्ने म चाहिँ प्रश्न गरिरहेको छु। सम्पूर्णमा नमस्कार। मेरो नाम भूमिका खत्री। सरले भन्नुभएको छ विद्यार्थीहरू बालबालिकाहरू शिक्षा नपाएर चाहिँ बिग्रिरहेका छन्। त्यसको कारण चाहिँ हामीले धेरै पटक देख्न सक्छौँ यहाँ शिक्षकहरू पनि हुनुहुन्छ। सरकारी स्कुलमा चाहिँ विभिन्न आयोगहरू लोकसेवाहरू लडेर आएका शिक्षकहरू हुनुहुन्छ। उहाँहरूले पढाएका विद्यार्थीको नराम्रो नतिजा, अलिक कम नतिजा आउने, फेल हुने, निल हुने हुन्छ। तर बोर्डिङ स्कुलहरूमा चाहिँ 12 पास मात्रै गरेको हुन्छन्, ब्याचलर मात्रै पढेको हुन्छन्। उनीहरूको चाहिँ शिक्षा, उनीहरूले दिएको शिक्षा चाहिँ विद्यार्थीको धेरै राम्रो हुन्छ। यसमा चाहिँ मेरो प्रश्न के छ भने स्थानीय सरकारले पनि विद्यालयमा गएर चाहिँ छड्के चाहिँ गर्नु पर्यो। कतिपय विद्यालयहरूमा पढाइ हुनुको सट्टा म्यामहरू सरहरू क्लास छोडेर आफू मजाले मोबाइलहरू हेर्ने, आफ्नो अन्य काम गर्ने, क्लासमा अटेन्ड नहुने, त्यस्तो गर्दाखेरि चाहिँ बालबालिकाको चाहिँ भविष्य बिग्रिएको देखेको छु। यसमा चाहिँ यहाँहरूको भनाइ सुन्न चाहन्छु। धन्यवाद। सम्पूर्णमा नमस्कार। मेरो नाम करण थापा। 10 सम्म फेरि निःशुल्क शिक्षा लिन्छ भनिन्छ, तर हाम्रो यहाँ फ्रीमा नपढाएर किस्ता अनुसार नाम लेखाउँदाखेरि 1800 अनि फेरि किस्तामा 1800 त्यस्तो लिन्छ शिक्षा। अनि स्थानीय स्तरले विद्यार्थीको शैक्षिक भ्रमणको लागि बजेट छुट्याएको हुन्छ या हुन्न, मेरो एउटा क्वेसन छ। सम्पूर्ण नमस्कार। मेरो नाम शिव सापकोटा। हाम्रो विद्यालयमा स्थानीय सरकारले खानेपानीको लागि भनेर बजेट छुट्याएको हुनसक्छ, तर हाम्रो कतिपय विद्यालयमा किन स्वस्थ खानेपानी हुँदैन, नलकाको पानी हुन्छ, कतिपय नलका पानीमा बालुवा पानी हुन्छ, त्यस्तो पानी विद्यार्थीले पिइरहेको हुन्छ। यसलाई न्यूनीकरण गर्न सकिँदैन कि स्थानीय सरकारलाई मेरो क्वेसन छ। हस्, धेरै धेरै धन्यवाद। वडाध्यक्ष, जस्तै अब 2-3वटा 4जना भाइ बहिनीहरूले कुराहरू राख्नुभयो यहाँ सहभागीहरूले, उहाँले केही जिज्ञासाहरू राख्नुभएको छ, उहाँका जिज्ञासाको जवाब दिइदिनु होला। यो सर्वप्रथम रूपरेखा नानीले भनेको क्वेसनमा लाखौँ औषधमा फँसेका बालबालिकाहरूलाई चाहिँ अब यो स्थानीय सरकारले ध्यान नदिएको अथवा कसरी नियन्त्रणमा लिन सकिन्छ भन्ने बारेमा यसमा मैले नानीलाई के जानकारी गराउन चाहेँ भने यसको बारेमा पनि लागु औषध, दुर्व्यसनी भयो, आत्महत्या, अनि यो बाल विवाह, यसको कार्यक्रमहरू हामीले सायद यो प्रत्येक टोलमा यही आमफाटा शिविरमा पनि हामीले चलाएका थियौँ। प्रहरी साझेदारी कार्यक्रम भनेर अब हामीसँग मात्रै सबै कुरा नभएर अनि उहाँहरूले प्रहरीको सहयोग लिएर उहाँहरूलाई पनि ल्याएको थियो। यही वडा कार्यालयमा हामीले लगभग 2-3वटा कार्यक्रम तपाईँहरू सहभागी हुनुभएको थियो कि भएको थिएन, तर कैयौँ बालबालिकाहरू सहभागी हुनुहुन्थ्यो। यही प्रहरीलाई ल्याएर पनि हामीले लागु औषधको भनेको के हो, हामीले त्यो के किसिमको गर्नुपर्छ, मोबाइल च्याट गर्दाखेरि कसरी गर्नुपर्छ, मोबाइलको कति दुरुपयोग हुन्छ, त्यसको बारेमा पनि तपाईँहरूलाई भनेका थियौँ। र नानीले यो क्वेसन गरेको छ, हामी पनि यसमा साह्रै समस्यामा छौँ। हामी पनि चाहन्नौँ कि बालबच्चाहरू लागु औषधमा गएर बिग्रन्। हामीले पनि कोसिस गरिरहेका छौँ। यसको लागि जनचेतनामूलक कार्यक्रम टोलमा गएर अब हामीले प्रत्येक घरमा जान सकेन होला, प्रत्येक घरमा गएर हामीले सम्झाउन सकेन होला, त्यसको लागि हामी क्षमा पनि चाहन्छौँ। तर सक्दो सहयोग हामीले टोलमा गएर त्यसलाई चाहिँ नहोस्, त्यो कुलतमा नफसुन् भनेर हामीले पालिकाले पनि कार्यक्रम चलाएको छ। तर वाडाले पनि प्रत्येक टोलमा प्रहरीसँग तपाईँको हातेमाला गरेर अन्य सङ्घ संस्थाहरूले यो दिगो विकास भजनी तपाईँको एक नेपालले पनि यी कार्यक्रमहरू चलाएको छ। सायद मलाई लाग्छ नानी त्यसमा चाहिँ सहभागी नभएको हुनाले पनि यो क्वेसन उठेको हुनसक्छ। त्यो हो। अब यसको लागि फेरि आउँदा दिनमा पनि अब यो क्वेसन आइसकेपछि अब हामीले चाहिँ आफ्नो वाडाको बजेटले चाहिँ त्यो कार्यक्रम चलाएको थिएनौँ, तर अब आउँदा दिनहरूमा
फेरि पनि अब हामीले वाडाबाट सक्दो अलिकता बजेट राखेर भए पनि यसलाई के कति गर्न सकिन्छ तपाईँहरू हामी सबै बसेर हामीभन्दा अग्रज मान्छेहरूसँग बसेर यसलाई न्यूनीकरण गर्ने पाटोहरू चाहिँ त्यसको समाधान खोजौँला। र अर्को यो सरकारी विद्यालयमा राम्रो नतिजा नआउने र प्राइभेट विद्यालयमा चाहिँ राम्रो नतिजा आउने भन्ने बारेमा मैले थोरै यसमा जोड्न चाहेँ। त्यो सरले पनि जवाब दिनुहोला। तर मलाई लागेको कुरा, मेरो मनमा लागेको कुरा मैले अघि नै तपाईँहरूलाई भने, प्राइभेट स्कुलमा पढ्ने भनेका हुने खानेका छोराहरू र घरमा गार्जेन भएको बच्चाहरू नै जान्छ त्यहाँ। सरकारी विद्यालयमा पढाए तपाईँ हाम्रा बच्चा जालान्, तर त्यहाँ पढाए सरकारीमा जाने भनेको मैले तपाईँहरूलाई अघि नै भने इन्डिया गएका मान्छेहरूका बालबालिकाहरू बढी त्यहाँ जान्छन्। त्यो सरकारी विद्यालय उहाँहरू उहाँहरू विद्यालयमा बढी जानुहुन्छ र उहाँहरू भर्ना गर्यो, आफू चाहिँ आफ्नो कामको सिलसिलामा इन्डिया गइहाल्छन्। अनि बच्चाको चाहिँ यहाँ हेरचाह गर्ने मान्छे नभएर पनि त्यो नतिजा नआएको हुनसक्छ जस्तो मलाई भएको छ। र अनुगमनको कुरा गर्नुहुन्छ भने आजै मात्रै म चाहिँ वडाको हिसाबले पनि सर पनि यहाँ मेलगढीमा हुनुहुन्छ, म एक दुईचोटि पनि आफ्नो तरिकाले गएको छु। यहाँ भैरवमा पनि गएको छु। आज भर्खरै म त्यो बालज्योतिमा गएको थिएँ र मैले पनि आफ्नो सक्दो आफ्नो मेरो बुद्धि विवेकले भ्याएछ म सरहरूको पनि त्यहाँ बालज्योतिमा पनि आज बसेका थियौँ। त्यहाँ जाँदा चाहिँ उहाँ सरहरूको आफ्नो स्टाफमै अलिकता नमजा खालको भएको रहेछ, कुराकानी नमिल्दो रहेछ। मैले आजै बसेर तपाईँहरू तुरुन्त होइन यसरी तपाईँहरू पढाइ गुणस्तरीय गर्नुहुन्छ भने तपाईँहरू स्टाफ मिटिङ बसेर तपाईँहरू चाहिँ गर्नुहोस् भनेर पनि आएको छु। अब मैले यो कस्तो भइदियो भन्नुहुन्छ भने वडा अध्यक्ष हुलागी जस्तो मानिरहेको छु म त अहिले। हेर्नु, अब यो सबैसँग ठोकिने वडा अध्यक्ष अफिस पनि धाउनै पर्ने, तपाईँको जहाँ जनताले बोलायो वहाँ पनि जानै पर्ने। अनि अब त्यो सबैसँग सायद अब योजना माग गर्नुपर्ने, तपाईँको परदेशदेखि काठमाडौँसम्म वडा अध्यक्ष धाउनु पर्ने। अनि अब परदेशमा हिजो धनगढी गएँ, यहाँ काम रोकियो, आज भिड देख्नुभयो। अब त्यस्तो छ। अब त्योमा चाहिँ सरहरूले पनि यहीँ हुनुहुन्छ, सरले भन्लान्। अनि विद्यालयमा खानेपानीहरूको समस्या कति बजेट आएको के आछ भन्ने पनि यो बाबुले क्वेसन उठाएको। यो चाहिँ एकदम, किनभने मानवमा चाहिने सबैभन्दा पहिलो भनेको खानेपानी राम्रो हो। शुद्ध पानी भइदियो भए हामी बिमारबाट जोगिन्थ्यौँ, अन्य पनि हो। तर हामीले पनि गत वर्ष हामीले पनि यो मेलगटी स्कुल, ढुँडाबारी स्कुल र यो तपाईँको भैरव स्कुलमा खानेपानी दिनु पर्यो भनेर हामीले पैसा नै तपाईँको 8 लाख रुपियाँ पैसा छुट्याएका थियौँ। तर विडम्बना के भइदियो भने नेपाल सरकारले 40% काटेर पठायो कि। अनि त्यो काटिएपछि अब त्यो पैसा नै उताबाट आयो, उतिखेर दिने बेला 70-80 लाख रुपियाँ दिन्छ, 40% काट्यो भने 60% को काम भयो। अब भौतिक पूर्वाधारका कामहरू पहिला भए, त्यही भएर पनि मैले त्यो गर्न सकिनँ। तर अहिले साल चाहिँ तपाईँको एउटा खानेपानी तारानगरमा भएको छ, त्यहाँ विद्यार्थीको अलिक चाम बढी भएर। अनि एउटा खानेपानी चाहिँ तपाईँको अस्ति त्यहाँ मोहनीमा पनि भएको छ। अब लगत्तै तपाईँको यो खानेपानी, हाम्रो यो शुद्ध खानेपानी मैना पोखरी खानेपानी आयोजना सुरु भइसक्यो भने अनि त्यसपछि चाहिँ त्यति खासै समस्या छैन। त्यति पनि तत्काल अब तपाईँ त्यस्तो कुनै विद्यालयमा छ भने त्यो वडाले गर्नुपर्ने, अब त्यो पानीको लागि चाहिँ त्यो चाहिँ गर्छ। त्यो तपाईँहरूले अहिले उठाएको क्वेसनहरूमा त्यस्तो छ भने सरहरूले हामीहरूलाई वडामा आएर निवेदन दिँदा हाम्रो खानेपानीको समस्या छ, यहाँ पानी धारा चाहियो भने पनि अब तपाईँको शुद्ध खानेपानी दिन सकिँदैन। त्यो हामीले गर्ने भनेको त्यो नलका जडान हो, नलका चाहिँ गरिदिने र फिल्टरहरू दिने कुराहरूमा हामी त्यसमा चाहिँ वडा चाहिँ त्यो हजुरहरूलाई सहयोग गर्छ। हस् अध्यक्षज्यू, धेरै धेरै धन्यवाद। यसभन्दा पछाडि शिक्षक दुर्गा प्रसाद नेउरे पनि सहभागी हुनुहुन्छ। शिक्षकलाई पनि केही जिज्ञासाहरू राख्नु भएको छ। सर्वप्रथम म यो कार्यक्रममा सहभागी हुने र विद्यार्थी जुन भाइ बहिनीहरूले प्रश्नहरू गर्नुभएको छ, यसको निम्ति म विद्यार्थी भाइ बहिनीहरूलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। धेरै जसो प्रश्नको जवाब हाम्रो आदरणीय व्यक्तित्वबाट चाहिँ भाइ बहिनीहरूले प्राप्त गरिसक्नु भएको छ। एउटा अलि जटिल प्रश्न चाहिँ म कहाँ भाइ बहिनीहरूले छोड्नुभयो। हाम्रो यसको चाहिँ छ, अब कक्षा 10सम्म पूर्ण रूपमा चाहिँ निःशुल्क हुनुपर्ने। अब विभिन्न शिक्षकहरूमा सामुदायिक विद्यालयहरूले विभिन्न प्रकारले चाहिँ बजेटहरू असुल गरिराख्नु भएको छ, यसले हामीलाई मार पर्यो भन्ने जुन प्रश्न चाहिँ भाइ बहिनीहरूले राख्नुभयो, यो समय सान्दर्भिक प्रश्न नै हो। अब यसमा विद्यार्थी भाइ बहिनीहरूले बुझ्नुपर्ने कुरा के छ भने, जस्तो कक्षा 8सम्म अनिवार्य र निःशुल्क भनेर भनिएको छ, हाम्रो संविधानमा पनि त्यो व्यवस्थापन गरिएको छ। अब अहिले चाहिँ यो नेपाल शिक्षक महासङ्घको अगुवाईमा यिनै कुराहरूको कारणले गर्दाखेरि पनि शिक्षकहरू चाहिँ आन्दोलन भएको अवस्था हो। स्थानीय तहलाई पूर्ण रूपमा चाहिँ अधिकार दिइसकेको अवस्था पनि छैन र सङ्घले पनि सबै कुराहरू गरिराखेको अवस्था छैन। त्यसैले यो शिक्षा नीति नआएसम्म यी कुराहरू चाहिँ स्पष्ट चाहिँ र पारदर्शी हुने देखिँदैन। त्यसैले चाहिँ यो शिक्षा ऐनको कुराहरूबाट यी कुराहरूलाई अब सम्बोधन गरिनुपर्छ भन्ने चाहिँ सम्पूर्ण शिक्षकहरूको पनि माग हो। र केही कस्तो छ भने केही विद्यालयहरूमा आफ्नो भौतिक
स्रोत साधनहरू नभएका विद्यालयहरूले विद्यार्थी भाइ बहिनीहरूबाट सहयोग स्वरूप चाहिँ केही रकमहरू उठाउनु भएको छ होला। अब यसको सन्दर्भमा विद्यार्थी भाइ बहिनीहरूलाई मार पर्यो भन्ने सबै विद्यार्थी भाइ बहिनी जो चाहिँ आफ्नो पढाइलाई अब्बलता दिन चाहने विद्यार्थी भाइ बहिनीहरूलाई त्यस्तो अनिवार्यता छैन कि तपाईँ चाहिँ यो 1700-1800 रुपियाँ नतिरे भने त्यो विद्यालयमा पढ्नु हुँदैन भनेर कुनै पनि सामुदायिक विद्यालयले भनेको अवस्था चाहिँ छैन। जस्तो हाम्रै विद्यालयमा पनि विद्यालयमा आइसकेपछि अभिभावक स्वयंले हामी चाहिँ यस्तो परिवेशको हो, हाम्रो बच्चाहरूलाई यो पैसा चाहिँ हामी तिर्न सक्दैनौँ भन्यो भने हाम्रो स्वयंले विद्यार्थी भाइ बहिनीहरूलाई भर्ना गर्न सक्ने अवस्था चाहिँ सिर्जना गर्नुहुन्छ र विद्यार्थी भाइ बहिनीहरू निःशुल्कमा पनि भर्ना हुनुभएको छ। केही विद्यार्थी भाइ बहिनीहरू जसको अभिभावक विहीन हुनुहुन्छ, बुवा आमा हुनुहुन्न, प्रदेशमा हुनुहुन्छ, अथवा बुवा हुनुहुन्न, अथवा आमा हुनुहुन्न, अथवा बुवा आमा मध्ये एकजना हुनुहुन्न, त्यस्तो भाइ बहिनीहरूले चाहिँ सुविधा लिइराख्नु भएको छ। यी कुराहरू चाहिँ विद्यार्थी भाइ बहिनीहरूका छन्। अब अर्को कुरा छ, धेरै कुराहरू त अभिभावकजीले भनिसक्नुभयो। यो कुलतसँग सम्बन्धित कुराहरू एउटा नेपाल प्रहरीसँग साझेदारी गरेर हाम्रै विद्यालयमा पनि 2-3 पटक चाहिँ सञ्चालन भएको छ। भाइ बहिनीहरूले कति चाहिँ सहभागी पनि हुनुहुन्थ्यो होला यहाँ भएको भाइ बहिनीहरू। अब आफ्नो जीवनलाई हामीले कसरी सुरक्षित बनाउने, हामीहरू भविष्यको एउटा समाजको ऐना हो, यो ऐनाले हामीले चाहिँ कसरी चाहिँ यो समाजको परिवर्तन गर्न सक्छौँ भन्ने कुरा भाइ बहिनीहरूले आफूले सोच्नुपर्ने अवस्था हो। अहिलेका धेरै जसो भाइ बहिनीहरू जहाँ विद्यालय क्षेत्रको नजिक छ, नदी किनारहरू छ, साँझ बिहान त्यहाँ देखिनुहुन्छ, त्यस्तो साथीहरूलाई हामी जो सजग अवस्थामा रहेका साथीहरू छौँ सम्झाउन सक्नुपर्छ। एकले अर्कासँग चाहिँ घुलमुल लिने किसिमको व्यवहार गर्नुपर्छ र समाजमा त्यस्ता अराजक गतिविधिमा लाग्ने जो भाइ बहिनीहरू हुनुहुन्छ, नराम्रो कुलतमा फँसेका भाइ बहिनीहरू हुनुहुन्छ, उहाँको बुवा आमालाई थाहा छैन भने हामीहरूले एकान्त रूपमा उहाँहरूको बुवा आमालाई पनि त्यो कुराहरूको समाचार सम्प्रेषण गर्नुपर्छ, भन्नुपर्छ, बताउनुपर्छ, अनि एक आपसमा सेयर गर्नुपर्छ र यी कुराहरूलाई निराकरण गर्दै जानुपर्छ भन्ने मेरो मानसिकता हो। यसको लागि धन्यवाद छ। यहाँलाई धेरै धेरै धन्यवाद। यसभन्दा पछाडि पनि अब हामी बालबालिकाका कुरा सुन्छौँ। कतिपय के अरे गाउँ समाजमा बाल विवाह अनि त्यसपछि बलात्कार अनि यस्ता घटनाहरू भइरहेका हुन्छन्। बाल विवाह पहिले हो जबरजस्ती घरकाले बिहे गरिदिने, अहिले चाहिँ केटा र केटीको राजामन्दीमा नै बिहे भइरहेको हुन्छ। यो चाहिँ यसले चाहिँ धेरै हामीलाई हानि पुर्याइरहेको हुन्छ। जसले बाल विवाह गर्नुहुन्छ त्यसले हानि पुर्याइरहेको हुन्छ। उनीहरूको शरीर परिपक्व भएको हुँदैन अनि मानसिक रूपमा पनि उनीहरू परिपक्व भएको हुँदैन। यसरी बाल विवाह हुन्छ। बाल विवाह लागु पदार्थ रोक्नको लागि हाम्रो स्थानीय निकायहरूले पनि धेरै कार्यक्रम सञ्चालन गर्नुभएको छ। लागु पदार्थकै कार्यक्रममा हामीहरूले प्रहरी सहितका 2-3 वटा कार्यक्रममा अनि म पनि सहभागी भइसकेको छु। तर लागु पदार्थलाई अनि बाल विवाहलाई लगायतका छौपटी जस्ता प्रथालाई कार्यक्रमले मात्र नभएर कानुनी रूपमा चाहिँ सजाय दिनुपर्ने, यस्तो गर्नेलाई सजाय दिनुपर्ने भन्ने भन्न चाहन्छु। हाम्रो विद्यालयको लागि ओडाले अहिलेसम्म के कस्ता बजेटहरू छुट्याइदिइरहेको छ अनि कति बजेट छुट्याइदिएको छ, कति विद्यालयको वा सडकहरूको लागि कति छुट्याएको छ, एक क्वेसन ओडा अध्यक्षको लागि। हाम्रो वडा नगरपालिकामा रहेको श्री भैरव आधार विद्यालयले शैक्षिक भ्रमणको लागि कति बजेट छुट्याएको हुन्छ? हरेक साल बजेट आएको हुँदैन भन्ने गुनासो हुन्छ हाम्रो। जोखिममा परेका बालबालिकाहरूलाई सरहरूले केही तिनीहरूको लागि व्यवस्था गर्नुभएको छ कि नै भन्ने म वडा अध्यक्ष सरलाई एउटा प्रश्न गर्न चाहन्छु। सरहरूलाई एउटा प्रश्न छ, एउटै सरले 2-2वटा विद्यालयमा कसरी पढाउन सक्छन् अनि त्यही कारणले हाम्रो पढाइमा पनि नकारात्मक प्रभाव परिरहेको छ। कहिलेकाहीँ ती सर हाम्रो स्कुलमा उपस्थित हुन्छन्, कहिले चाहिँ हुँदैनन्। त्यही भएर हाम्रो पढाइ अलि कमजोर भइरहेको छ। नमस्ते, मेरो नाम युना हो। म केही क्वेसन भन्न गइरहेको छु सोध्न। बालबालिकाहरू भविष्यका कर्णधार हुन्, तिनीहरूका लागि के कस्ता विकासका कार्यक्रम राखेका छन्? त्यही क्वेसन। हस्, यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद जिज्ञासा राख्नुभयो। म सर्वप्रथम शिक्षक सहभागी हुनुहुन्छ, उहाँबाट जिज्ञासाको जवाब दिन्छु। बहिनी रूपरेखाले राखेको प्रश्न एकदम समय सान्दर्भिक र राम्रो छ। यसको लागि बहिनीलाई म हृदयदेखि धन्यवाद भन्न चाहन्छु। अब एउटै शिक्षकले 2 ठाउँमा विद्यालयमा पढाएका छन् भन्ने जहाँसम्मको बहिनीको प्रश्न छ, यो घोडाघोडी नगरपालिका अन्तर्गत यो धेरै विवादित भएको अवस्था पनि हो पहिला। र अहिले चाहिँ कस्तो छ भने विद्यालयको माध्यमिक तहसम्म पढाउने प्रायःजसो शिक्षकहरू 1-2 जना बाहेक मैले थाहा पाएको घोडाघोडी नगरपालिकामा, जस्तो मेलगट्टी माविमा सायद 1 जना हुनुहुन्छ, तर उहाँ विद्यालयमा नै आउनुहुन्छ। हाम्रो त्यस्तो चाहिँ समस्या छैन।
र 2-3 ठाउँमा धेरै विषयवस्तुहरू लिने, त्यसले गर्दाखेरि चाहिँ अब थाकिएको कारणले पनि अब अथवा आफ्नो चाहिँ शारीरिक अवस्थाको कारणले पनि त्यति राम्रोसँग शिक्षण हुन सक्दैन भन्ने भाइ बहिनीको जुन यो जिज्ञासा छ, यो जिज्ञासा चाहिँ सायद अब यो घोडागुडी नगरपालिकाले नै यो 2 ठाउँमा चाहिँ यो पढाउन पाउँदैन भन्ने चाहिँ किसिमले एक प्रकारको चाहिँ यो निर्णय भइसकेको छ। पत्रकारितामा पनि यो कुराहरू धेरै पटक चाहिँ छाइसकेको। अहिले चाहिँ सायद मलाई लाग्छ घोडागुडी नगरपालिकामा 10 बजेदेखि बिहान 10 बजेदेखि अथवा विद्यालय सञ्चालन भएको अवस्थादेखि विद्यालयको पूर्ण समयमा सबैजना सरहरू सायद हुनुहुन्छ होला। अब अलिकति यो माथिल्लो निकायले चाहिँ हेर्ने प्रश्न हो, यसको सबै जवाब त मैले दिन सक्दिनँ, तर हाम्रो विद्यालयको हकमा चाहिँ यस्तो अवस्था चाहिँ छैन। र अर्को कुरा पनि बहिनीको एउटा भूमिका खत्री बहिनीको अर्को प्रश्न थियो, संस्थागत, अघि मलाई छुट्न गएछ, संस्थागत विद्यालयको रिजल्ट चाहिँ राम्रो छ, निजी विद्यालयको के अरे संस्थागत र निजी विद्यालयहरूको चाहिँ राम्रो छ, सामुदायिक विद्यालयहरूको चाहिँ त्यत्रो सबल स्थिति देखिएन भन्ने प्रश्न थियो। अब नेपालको सन्दर्भले अथवा नेपालको तथ्याङ्कले, शैक्षिक तथ्याङ्कले त्यो कुरा औँल्याएको कुरालाई हामीले चाहिँ स्वीकार्नै पर्छ। र एउटा कुरा कस्तो भने अहिले बोर्डिङ अथवा संस्थागत विद्यालयहरूमा पढ्न जाँदा हामी राम्रोसँग पढ्न सक्छौँ भन्ने जुन विद्यार्थी भाइ बहिनीहरूको त्यो एउटा मानसिकता छ, त्यो गलत मानसिकता हो। म स्वयं 52 सालमा राष्ट्रिय माध्यमिक विद्यालय तारानगरबाट एसएलसी गरेको, त्यति बेला एसएलसी भनिन्थ्यो। सायद मसँग चाहिँ एसएलसी गर्ने साथीहरूमा हाम्रो वडाध्यक्षजी हुनुहुन्छ, मभन्दा एक ब्याच पछाडिको हुनुहुन्छ उहाँ वडाध्यक्ष हुनुहुन्छ। म स्वयं शिक्षक छु। सामुदायिक विद्यालयको वार्ड नम्बर 2 को चाहिँ लक्ष्मी चौधरी हुनुहुन्छ, उहाँ पनि हामी क्लासमेट हौँ, उहाँ वार्डाध्यक्ष हुनुहुन्छ। वार्ड नम्बर 1 को घनश्याम ओझाजी हुनुहुन्छ, उहाँ पनि वार्डाध्यक्ष हुनुहुन्छ। एकजना वार्ड नम्बर 4 को पूर्व वार्डाध्यक्ष टेक बहादुर बुढा हुनुहुन्थ्यो, उहाँ पनि वार्ड अध्यक्ष भइसक्नुभयो। सायद वार्ड नम्बर 3 को वार्ड अध्यक्ष पनि हामीसँगैको साथी हो। त्यसैले सामुदायिक विद्यालयमा अध्ययन गर्ने साथीहरू राम्रो हुँदैन भन्ने तर्क चाहिँ म मान्दिनँ। मेरो छोरी मैले चाहिँ सामुदायिक विद्यालयमा अध्ययन गराएको कक्षा 1 देखि कक्षा 12 सम्म त्यतातिर छ। अनि अर्को कुरा के छ भने सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरू भनेको तपाईँ हामी जस्तो सामान्य परिवारमा खाना लाउनलाई पनि कठिन भएको, जसको आमा बाबा 1 वर्षमा चाहिँ 12-14 महिना, सालभरि 2 सालमा 5 वर्षमा इन्डियाबाट घर आउने, अनि पुगेन भने 4 महिना आफ्नो बच्चालाई पनि फेरि मजदुरी गर्न लग्ने, फेरि त्यहाँबाट त्यो बच्चालाई परीक्षाको टाइममा चाहिँ घरमा विद्यालयमा पठाउने र फेरि चाहिँ हामीसँग चाहिँ परीक्षामा सहभागी गराउने, त्यस्तो देखिन्छ भने संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी अभिभावकहरूले आफ्नो बच्चालाई सरसफाइ राख्ने, अनि शिक्षकको निगरानी गर्ने, विद्यालयमा पनि पटक पटक जाने, अनि चाहिँ विद्यालयमा भाइ बहिनीहरूलाई पुर्याउने, खाजा खायो खाएन, मेरो छोराछोरी समयमा सुत्यो सुतेन, एकदमै यावत कुराहरूको चाहिँ निगरानी गर्ने भएको हुनाले उनीहरूमा अलिकति शैक्षिक सुधार चाहिँ भएकै हो। र त्यति यदि हामीले गर्न सक्यौँ, हामीले पनि आफ्नो आनी बानीलाई सुधार गर्न सक्यौँ, हामी पनि नियमित विद्यालय भयौँ, सामुदायिक विद्यालयमा अध्ययन गर्न जाने, जस्तो त्यो रूपरेखा बहिनी छन्, उनी चाहिँ हाम्रो विद्यालयको अब्बल विद्यार्थीमा गनिन्छन्। उनी चाहिँ स्वयं अहिले कति 11-12 हो नि बहिनीको, होइन 11 हो, होइन 12 पढ्ने हो नि त। अनि देखिन्छ सबै विद्यार्थीहरू चाहिँ नराम्रो भन्ने कुरा होइन। हाम्रै त्यो मेलगट्टी माइबाट योभन्दा अगाडि गएको एकजना राणा भाइले अहिले चाहिँ नेपालमै तपाईँको साइन्समा कति राम्रो अङ्क गर्नुभएको छ, उहाँ सामुदायिक विद्यालय पढेर पास गरेर जानुभएको। त्यसैले हाम्रो त्यो मानसिकतालाई सामुदायिक विद्यालयमा त्यति राम्रो छैन भन्ने कुरा चाहिँ म मान्दिनँ। जहाँसम्म मेलगट्टी माध्यमिक विद्यालयको कुरा हो, मेलगट्टी माध्यमिक विद्यालयको प्रशासनिक क्षमता चाहिँ असाध्यै राम्रो छ। 10 बजेदेखि 4 बजेसम्म अचम्मै विद्यार्थीहरूको चाहिँ निगरानी हुन्छ त्यहाँ, र त्यहाँ अलिकति कुलतमा फसेका बालबालिकाहरूको सङ्ख्या विद्यालय क्षेत्रभन्दा बाहिर पनि बढी भएको हुनाले त्यसको प्रभाव केही मात्रामा चाहिँ विद्यालयमा परेको थियो। केही समय अगाडि त्यो देखिन्थ्यो। अहिले त्यो पनि पूर्ण रूपमा हामीहरू चाहिँ यो प्रहरीसँग साझेदारी कार्यक्रम भन्नुभयो वडाध्यक्षले, अनि 2-3 वटा त्यस्ता कार्यक्रमहरू सञ्चालन भइसकेपछि अहिले त्यो पनि पूर्ण रूपमा चाहिँ नियन्त्रणमा छ र सबै कुराहरू राम्रो भएको छ। अब संस्थागत विद्यालयहरूबाट निजी के अरे सामुदायिक विद्यालयहरू र निजी विद्यालय बिचको दूरीमा अब राज्य नै अहिले चाहिँ लागेको छ, सबैको करिकुलमको विषयको कुरा पनि उठेको छ। अब यो कुराहरूलाई चाहिँ अलि यो माथिल्लो तहबाट चाहिँ सम्बोधन हुन्छ होला, कसरी मिलाइन्छ अब यी कुराहरूमा, यो सबै कुराहरू चाहिँ दिन सकिन्न। अर्को छ जोखिममा परेका बालबालिकाहरूका लागि के कस्ता कार्यक्रमहरू छन् भन्ने सन्दर्भको सायद मलाई अब यो वाडासँग लक्षित कार्यक्रमहरू होला, वाडाको वडाध्यक्षले दिनु होला। अब बाल विवाहको कुराहरू हाम्रो पाठ्यक्रममा पनि भाइ बहिनीहरूलाई एकदम चाहिँ राखिएको विषयवस्तुकै रूपमा राखेको छ। कुप्रथा गर्नु छ, छाउपडी प्रथा छ, देउकी प्रथा छ, मुक्त कमैया प्रथा छ। यी विभिन्न प्रथाहरूको बारेमा हामीले सामाजिक विषयमा अध्ययन गर्नुपर्ने गरिकन हामीलाई चाहिँ पाठ्यक्रमले तोकिदिएको छ। तर पनि यी कुराहरू अहिले हाम्रो समाजमा विद्यमान छन्।
भन्ने कुराहरू अझै पनि हामीहरू यो चेतनाबाट माथि नउठिसकेको अवस्थाले गर्दाखेरि यी समस्याहरू हुन्। यी बिस्तारै हामीले चाहिँ आफैबाट सुरुवात गरेर यसलाई चाहिँ हटाउनु पर्ने देखिन्छ भन्दै म आफ्नो भनाइलाई यहीँ समाप्त गर्छु। धन्यवाद। यहाँलाई धेरै धेरै धन्यवाद। यसभन्दा पछाडि वडा अध्यक्षज्यू, तपाईँलाई केही जिज्ञासाहरू राख्नुभएको छ बालबालिकाहरूले, ती जिज्ञासाहरूको छोटकरीमा जवाब दिनुहोला। प्रश्नहरू त अब फेरि यो अलिअलि दोहोरिया जस्तै पनि लाग्यो, सरले पनि भनिसक्नु भएको छ। यो बाल विवाह सम्बन्धीमा पारिवारिकले पनि त्यो भनौँ न त्यो गरेको घरकै परिवारले पनि त्यो बाल विवाह गराइदिएको भन्ने खालको नानीको एउटा छ। अनि यो तपाईँको कस्तो छ भने यसको लागि कडा कानुन हुनुपर्छ भन्ने छ। अब यो हामीले यहाँ भन्दा भन्ने अब त्यो नेपाल सरकारले कानुनमा नै बनाइदिएको भए अब त्यो संविधानमा जारी गरेर ऐन कानुन चाहिँ उसले बनाउनुपर्छ। र मैले चाहिँ गर्ने सहयोग भनेको के छ भने अब हुनसक्छ कोही मान्छे आफ्नो साथीसँग लागेर अर्का कुरा सुनेर कसै नानीहरूले त्यस्तो भएको छ भने एकजना हाम्रो यही संस्थामा काम गर्नुहुन्छ, काउन्सिलिङ गर्नुहुन्छ। मैले 2-3वटा घटनाहरू छ, उहाँहरूले विवाह गरिसकेपछि पनि हामीले उहाँलाई काउन्सिलिङ गरेर अहिले तिम्रो उमेर छैन नानी, तिमी पछि त्यही केटासँग बिहा गर्नु तर अहिले चाहिँ गर्नु हुँदैन भनेर पनि हामीले कतिलाई सम्झाइ बुझाइ पनि उहाँहरूलाई घरमा पठाएको अवस्था छ। र कतिपयलाई बुझाउँदा पनि उहाँहरूले नमानेर उहाँहरू चाहिँ यहाँ बसेपछि हामीलाई खतरा हुन्छ, त्योभन्दा हामी भागेर जान्छौँ भनेर पनि कतिपय एउटा घटना यहीँ आरसिसीमा बस्ने एउटा नानी थियो नि आमफाटा शिविरको, उहाँहरूले पनि बिहा गरेर जानुभयो। उहाँ चाहिँ त्यत्रो हामीलाई सिकाउने ठाउँमा उहाँले गर्नु हुँदैन बाल विवाह भन्थ्यो नि, तर लास्टमा उहाँ चाहिँ आफै स्वयं बाल विवाहमा गरेर जानुभयो। तर अर्को कुरा कहाँनिर छ भने नेपाल सरकारसँग पनि थोरै यो बाँझियो क्या कुरा। अनि हामीहरू वडा कार्यालयमा बस्दा कसैले विवाह गर्दा 20 वर्षसम्म नपुगेसम्मलाई चाहिँ विवाह त नगर भन्छ होइन। 18 वर्षकोले भनौँ न, हाम्रो पहिला कल्चरमा मैले स्वयं 15 वर्षमा बिहा गरेको। अनि अब 18 वर्षसम्मलाई बिहा गरेकोलाई उसको चाहिँ बच्चाले चाहिँ पाउने अधिकार सबै दिनुपर्छ भन्छ। अनि विवाह दर्ता गर्दाखेरि उसलाई चाहिँ अब 20 वर्ष पुगाइदिएको छ। अब त्यो बिस्तारै सायद अब यो नियम कानुन पनि अहिले 18 वर्षलाई फेरि मान्ने भन्ने खालको मोटामोटी छ। अब त्यो बिस्तारै ल्याउँला। अनि यो विद्यालय त्यो मेलघाटी विद्यालयको लागि बजेट के छ कति छ भनेर भाइले प्रश्न उठाएको थियो, बाटोघाटो कस्तो छ भनेर। अब त्यो मैले त्यहाँ एकचोटि चौतारो पनि त्यहीँ छ, उहाँ सरसँग बसेर हामीले चौतारो बनाउँदाखेरि हामीले 3 लाख रुपियाँ दिएर त्यो चौतारो निर्माण गर्नुभयो सरले। अनि त्यहाँ त्यतिखेरको त्यही समस्या थियो, सरहरूले भन्नुभयो यस्तो छ, अब हामीलाई धेरै बजेट नभए पनि 2-3 लाख रुपियाँ बनाएर त्यहाँ चाहिँ यस्तो छ बनाउनुपर्छ भन्ने भइसकेपछि त्यहाँ हामीले 3 लाख रुपियाँ हालेर त्यो चौतारो निर्माण भएको हो। अब बाटोको कुरा गर्नुहुन्छ भने म चुनाव जितेर गएको पहिलो वर्ष 1700 मिटर त्यही बाटो पिच भएको छ, अहिले पनि पिच छ। र मेलगढीदेखि अहिले भर्खरै म त्यहाँ अनुगमन बाटो गएको छु, तपाईँको त्यही बाटो अहिले तपाईँको अब त्यो देख्नुभयो होला त्यो देवबहादुर चौधरी घरको बाटो पनि अस्ति भर्खरै तपाईँको खनेर भ्याइया छ, अब गराबेली हुँदैछ। अब त्यहाँ 2-3वटा बाटाहरू नयाँ बाटा भएको छ। उताबाट दिपनगर चौकदेखि भित्रबाट जाने आम बगैँचामा जाने त्यहाँ जहाँ बस्ती छ त्यहाँ पनि बाटो त्यो दोस्रो वर्ष गरे पोर्सल गरे हो क्या भने। अब बाटोघाटादेखि लिएर अन्य कुराहरूमा चाहिँ सायद अब बाबुले त्यतिसम्म त्यो देखेन होला, तर अब त्यो अनुभव पनि नहोला, आफ्नै काममा पढाइमा ध्यान दिएर पनि त्यो नदेखेको होला। त्यहाँ चाहिँ बाटोघाटो चाहिँ राम्रै जस्तो लाग्छ मलाई। अहिलेसम्म अन्य विषयमा मेरो बारेमा क्रिटिसाइज कसैले गरे होला, वडा अध्यक्षले काम गर्न सकेन भन्ने कुराहरू, अन्य कुराहरू त बाटोघाटोको लागि अन्य भौतिक पूर्वाधारकोमा चाहिँ त्यस्तो छैन। बाबुलाई अलि त्यो कन्फ्युज भयो जस्तो लाग्यो। अनि यो शैक्षिक भ्रमणमा विद्यालयमा पैसा आउँछ कि आउँदैन, दिन्छ कि दिँदैन भन्ने हो। अब पहिला विगतमा कस्तो थियो, अब कहाँ जिल्लाले चलाउँथ्यो, अहिले पालिकाबाट मात्रामा चल्छन्। तर पालिकाले पनि कहिल्यै तपाईँको विद्यालयहरूलाई कहिले अवलोकन भ्रमण गर्नलाई त्यस्तो त्यो सरहरूलाई पनि राम्रोसँग थाहा होला, त्यति पैसा कसैले दिँदैन। अब त्यो त्यहाँ विद्यार्थीहरूले आफै नै अलिकता त्यो भनौँ न सरहरू पनि उठाउँछन्, अनि सामान्य किसिमको पैसा उठाएर त्यो शैक्षिक भ्रमण गर्ने कुराहरू त्यो चाहिँ विद्यालयको आफ्नै पाटो हो, त्यो आफ्नो उनकै प्रशासनले के कति मिलाउँछ। अब त्यसको विषयमा ठ्याक्कै मलाई जानकारी छैन, मैले जानकारी नभएको कुरा बोल्नु पनि हुँदैन। अनि यो जोखिममा परेका बालबालिकालाई के कस्तो छ, बालबालिका जोखिम परेको के अवस्था छ भन्ने कुरा छ। अब मैले अघि पनि भने हजुरहरूलाई, जहाँ मैले जोखिममा यस्तो बालबालिका छ, यो सबभन्दा त यो बालग्राम टिकापुर बाल कल्याण सङ्घले नै उहाँहरूले जहाँ जस्तो अवस्थामा छ त्यहाँ जोखिममा बालबालिका छ भने तुरन्त त्यहाँको चाहिँ रिपोर्ट मलाई पुगाइदिनु होला भन्नुहुन्छ। मैले आफै स्वयं फिल्डमा खटेर, यहाँ टिका म्याडम यहीँ हुनुहुन्छ, मैले 5-7वटा फर्म त मैले भरेको छु जोखिम भएको बालबालिकालाई। अनि मैले पनि सबै वडाले गर्न सक्छ, उहाँहरूलाई पनि व्यवस्था गर्न सक्छ भन्दैन, नभएको कुरा मैले पनि बोल्नु हुँदैन। मैले पनि यस्तै गरी सङ्घ संस्थालाई गुहार्ने हो, अनि यो ठाउँमा यस्तो छ है भनेर। अब अस्ति हाम्रै त्यहाँ तपाईँको मैले अघि पनि कुरा गरेँ, त्यो बाल कल्याण
यो एसएस बालग्राम भन्ने टिकापुर गेट आएको त्यहाँनिर छ। अनि 2जना बच्चाहरू हामी त्यहाँ पठाउने प्रोसेसमा छौँ। उसको बुवा आमा हुनुहुन्न, बाजेले पालिरहेको छ। बाजे चाहिँ 24 घन्टा रक्सी खान्छ। अनि ती बिचरा सानी नानी बाबुहरू छन्, उहाँहरू चाहिँ कहिले मेरो घरमा आएर बस्छन्, कहिले अर्को घरमा जान्छन्। अनि उहाँहरूलाई चाहिँ त्यही पठाउने भनेको छ। सायद हजुरलाई थाहा होला, 1 नम्बरमा सर्पले टोकेको उनको फ्यामिली बितेपछि ती बच्चाहरू पनि अहिले एसएस बालग्रामले उहाँ आफूले सम्हालिरहेको छ। अब गर्ने प्रोसेसहरू त्यो हो। अनि बालिकाको हकमा अब के कस्ता वडाका योजनाहरू छन्, प्लान छ, भोलि बिहान उहाँहरूलाई उहाँको भविष्यको बारेमा के छ भनेर नानीले क्वेसन गर्नुभएको थियो, जिज्ञासा राख्नु भएको थियो। अब अहिलेसम्म अब भोलि बिहान ठ्याक्कै तपाईँहरू पढलेख गर्नुहोस्, तपाईँहरूलाई हामीले चाहिँ यो स्थानीय सरकारले यस्तो गर्न सक्छ, यति जागिर दिन्छ भन्न सक्दैन। तपाईँहरूलाई कहाँनिर के कस्ती आवश्यकता पर्छ र स्थानीय सरकारले वडाले तपाईँलाई कहाँनिर सहयोग गर्नुपर्छ। तपाईँको एडमिसन गर्ने बेला भयो, कुनै समस्या छ भने गत वर्ष हामीले फर्स्टैमा पनि ल्याएको थियौँ। उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई एक विद्यार्थीलाई 50,000 दिने भन्ने खालको हामीले मोटामोटी बजेट बनाएका थियौँ। त्यतिखेर पनि सक्सेस भएनौँ। अनि त्यसपछि हामीले वडा कार्यालयमा 10वटा कम्प्युटर राखेर एसएससी दिइसकेका भनौँ न, एससी दिइसकेका बालबालिकाहरूले त्यतिकै घर बस्नुभन्दा उहाँहरूलाई किन भए पनि 3 महिना यहाँ एकछिन बस्छन् भनेर यहाँ सिक्छन्, कम्प्युटर थोरै भए पनि अध्ययन गराउनुपर्छ भन्ने हाम्रो 4वटा सिफ्ट चलाउने, केही नभए 40-50 जनालाई हामी गराउँ भन्ने सोच बनाएको थियौँ। अब यो चाहिँ पालिकाले त्यो अथोरिटी हामीलाई दिएन। त्यो हामीले राखेकै बजेट पनि काम गर्न पाएन। त्यसमा अब तपाईँ होइन हामीले पनि दुःख छ, किनभने हामीले बनेका कतिपय योजनाहरू, कतिपय कामहरू चाहिँ हामी पनि सक्सेस हुँदैन। हामी पनि माथिल्लो निकाय छ। त्यही भएर अब तपाईँहरूलाई भोलिको दिनमा तपाईँहरूले राम्रो कामको मूल्याङ्कन, उचित मूल्याङ्कन गर्दै हामी पनि तपाईँहरूलाई स्थानीय सरकारले के कति सहयोग गर्नुपर्छ, तपाईँहरू आफ्नो भविष्यको बारेमा सोच्नुहोस्। र हामी गर्ने कुराहरूको लागि वडा स्थानीय सरकार चाहिँ अब अहिले हामीले नभने पनि तपाईँ पालिकाले उच्च शिक्षादेखि लिएर अन्य राम्रो ल्याएको विद्यार्थीहरूलाई पनि मतलब पुरस्कृत गरेर उसलाई चाहिँ सहयोग गरेको छ। धेरै धेरै धन्यवाद यहाँलाई। अहिलेसम्म हामीले बालबालिकाको कुरा सुन्यौँ र वडाले गरेका गतिविधिहरूका बारेमा जानकारी लियौँ र बालबालिकाका जिज्ञासाहरूको जवाफ पनि शिक्षक र वडा अध्यक्षबाट लाग्यौँ। र अब हामी अभिभावकका कुरा सुन्छु। म यो बालबालिकाको उसमा म अब भन्न चाहन्छु, हाम्रो जोखिम परेका अझै हाम्रो जडी तिल्कनीमा अझै छन्। हाम्रो बा नभएको आमा भएको बच्चाहरू अझै छन्, 5-6 वटा जोखिम परेका छन् ती बच्चाहरू। अनि यो हाम्रो यो प्रहरी साझेदारीमा पनि हामीलाई पनि सिकाएका हुन्, मोहनी आधारभूतमा। यसमा पनि अहिले खै बच्चाहरू कस्तो गरिदिन राखेको छन्, त्यही म भन्न मन चाहन्छु। के भन्छ सरकारी स्कुलमा ट्युसन पढाउने अनि के भन्छन् ट्युसन पढाएको फिस लिने अनि स्कुलमा राम्रोसँग 10 to 5 नपढाउने, त्यो जाने लापरवाही गर्ने, यो स्कुलमा वाइफाई राख्ने, यो भन्न चाहन्छु एउटा क्वेसन। यति बेलासम्म अहिले महेश चौधरी अभिभावक पनि हुनुहुन्छ, उहाँले पनि विद्यालयमा ट्युसन पढाउने, त्यसको फी लिने, राम्रोसँग पढाएको भए त त्यो पनि नलिएर राम्रोसँग पढाएको भए हुन्थ्यो नि भन्ने कुराहरू राख्नु भएको छ। अनि दुर्गा सर अलिकति छोटो रूपमा यसलाई केही उहाँको जिज्ञासा मिलाइदिनु होला। हजुरले चाहिँ समय सान्दर्भिक प्रश्न उठाउनु भएको छ। सरकारी विद्यालयमा ट्युसन पढाउने अनि विद्यालयमा चाहिँ विद्यालय समयमा त्यति राम्रोसँग नपढाउने अनि अन्य समयमा पनि विद्यालयको समयमा पनि वाइफाई चलाउने, अब विद्यालयमा चाहिँ यस्तो वाइफाई जस्तो चाहिँ अथवा सूचना प्रविधि जस्तो विषयवस्तु नभए पनि हुन्थ्यो भन्ने जुन प्रकारको जिज्ञासा राख्नु भएको छ, यो अलिकति जटिल प्रश्न छ। मैले बुझेसम्म हजुरको विद्यालयमा त्यस्तो लाग्दैन कि विद्यालय समयमा 10 बजेदेखि 4 बजेसम्मको जुन पिरियड हुन्छ त्यो पिरियडमा कुनै पनि शिक्षकहरूले आफ्नो पेसाप्रति वफादारी नअपनाएर आफ्नो पेसालाई चाहिँ पूर्ण रूपमा आफ्नो पेसाप्रति समर्पित नभएर काम नगरे जस्तो मलाई चाहिँ लाग्दैन। र त्यसमा कस्तो हुन्छ भने अब विद्यालयमा ट्युसन भनेको त्यो अतिरिक्त समयमा कमजोर परिस्थितिका बच्चाहरूले तपाईँको चाहिँ पढ्ने गरेका छन् र त्यो चाहिँ यो ट्युसन पढ्ने चलन चाहिँ हाम्रो मेलगट्टी माध्यमिक विद्यालयमा पनि छ, जहाँ प्रायः जसो गणित, इङ्ग्लिस र तपाईँको चाहिँ विज्ञान विषयका विद्यार्थीहरू ट्युसन पढ्न आउनुहुन्छ बिहान साँझ, वा त्यहाँ सरहरूले पढाउनुहुन्छ। सायद मलाई लाग्छ त्यो त्यति महँगो पनि छैन। जस्तो काठमाडौँमै एउटा बच्चालाई कोठामा एकजना शिक्षक बोलाएर पढायो भने यो अब यो सामुदायिक विद्यालयको सन्दर्भको कुरा होइन, यो संस्थागत विद्यालय जुन बोर्डिङहरू भनेर भन्छौँ हामीहरू, त्यहाँ 30,000 रुपियाँ तिर्छ। मेरो एकजना चाहिँ गार्जेनले पढाउनुहुन्छ, त्यहाँ 30,000 रुपियाँ तिरेर
1 घन्टा चाहिँ शिक्षक आउनुहुन्छ, उहाँले पढाउनुहुन्छ, मासिक 30,000 लिनुहुन्छ एकजना बच्चालाई। त्यसलाई ट्युसन भनिन्छ त्यहाँको भाषामा। र अब यो कस्तो छ भने 1000 रुपियाँदेखि लिएर 1500 रुपियाँसम्म लिनुहुन्छ र वर्षभरि पढाउनुहुन्छ। अब यसलाई तपाईँहरू ट्युसन भन्नुहोस् अथवा उहाँलाई त्यो अतिरिक्त समयको पेट्रोल खर्च भन्नुहोस् अथवा उहाँलाई चाहिँ तपाईँको खाजा स्वरूप सहयोग गरेको भन्नुहोस्। अब यस्तो चाहिँ देखिन्छ केही ठाउँहरूमा। यो सधैँ र सबै समयमा चाहिँ पढाइदिन। जब यो परीक्षाको समय आउँछ त्यस्तो अवस्थामा चाहिँ विद्यालयहरूमा यो धेरै विद्यालयहरूले सञ्चालन गरेका छन्। अब कसैले चाहिँ कोचिङ भनेर चाहिँ सम्पूर्ण विद्यार्थीहरूलाई अनिवार्य गरेर पनि पढाएको देखिन्छ। कसैले चाहिँ विद्यालयसम्म जुन पैसा हुन्छ, विद्यालयसँग पैसा छ भने विद्यालयले आफै स्रोत व्यवस्थापन गरेर बच्चाहरूबाट नलिएर पनि तपाईँको कोचिङ ट्युसन गरेको छ। अब कुनै विद्यालयमा त्यो स्रोत साधन छैन भने स्वयं विद्यार्थीहरूबाट हल्का रूपमा चाहिँ शुल्क लिएर शिक्षक साथीहरूले चाहिँ अभ्यास गराउनु भएको छ। र अब अर्को छ यो वाइफाई नराखेको भए हुन्थ्यो भने अब जहाँसम्म यो सूचना र प्रविधिको विषयवस्तु हो, विद्यालयमा चाहिँ अब धेरै चाहिँ डकुमेन्टहरू बनाउनु पर्ने, विद्यालयका कामहरू गर्नुपर्ने, अहिले त जम्मै अनलाइन सिस्टम छ। अब यो त सम्भावना नै छैन। र जहाँसम्म कक्षा कोठा प्रवेश गर्दाखेरि शिक्षकहरूले चाहिँ मोबाइल चाहिँ नचलाउने भन्ने निर्देशन चाहिँ प्राप्त हुन्छ हामीहरूकामा। अब सबै विद्यालयको विषयमा त मैले भन्न सक्दिनँ। कक्षा कोठामा प्रवेश गरिसकेपछि कक्षा कोठामा तपाईँहरू मोबाइल नचलाउनु होला भन्ने हाम्रो प्रशासनिक क्षेत्रबाट चाहिँ निर्देशन हुन्छ। अब कसै साथीहरूको आकस्मिक रूपमा त्यस्तो आएछ भने एकाध साथीहरूले चाहिँ प्रयोग गर्नुहुन्छ। तर त्यो मोबाइलमै त्यो टङ्गिएर आफ्नो चाहिँ खाली समय जस्तो टिफिनको टाइम बाहेक अन्य समयमा चाहिँ साथीहरूले चाहिँ त्यसरी मोबाइल चलाएर खाली समयमा चाहिँ लिजर बसेर कक्षामा चाहिँ नगएको चाहिँ सायद मेलगट्टीको धेरै जसो विद्यार्थीहरू यहाँ हुनुहुन्छ। त्यस्तो चाहिँ अवस्था छैन मेलगट्टीमा चाहिँ। हाम्रो प्रशासन पनि आफैमा अब्बल छ र प्रशासनले पनि त्यो कुरालाई निगरानी गरेको छ। तपाईँ शिक्षकहरू कक्षामा चाहिँ सबैको चाहिँ मोबाइलको प्रयोग नगर्नुहोला र तपाईँहरूले यदि त्यस्तो आकस्मिक रूपमा तपाईँलाई आएछ भने पनि कक्षा कोठाभन्दा बाहिर गएर तपाईँहरूको कुनै त्यो आकस्मिक रूपको तपाईँको चाहिँ कल छ भने पनि लिनुहोला। बाँकी त्यो वाइफाई स्वाइफाई चलाउने भन्ने कुरा त त्यहाँ चाहिँ निर्देशन छैन हामी कहाँ। हस्, धेरै धेरै धन्यवाद। यसभन्दा पछाडि अब वडाध्यक्षज्यू अर्को अभिभावकज्यूले दिलबहादुर चौधरीले अनि केही जिज्ञासा राख्नुभएको छ, यो वडासँग सम्बन्धित छ। छोटकरीमा दिइदिनु होला जवाब। हाम्रो भलमनसा अथवा अभिभावकज्यूलाई उहाँले राख्नु भएको जिज्ञासा अनुसार अझै पनि त्यहाँ बालबालिका जोखिमवाला बालबालिकाहरू छुटेको छ भन्ने उहाँले चाहिँ गुनासो ल्याउनु भयो। हामीले जोखिम बालबालिका पनि 2टा क्याटेगोरीमा राख्यौँ। पहिला हामीले छनौट गर्दाखेरि तपाईँको कस्तो भयो भन्नुहुन्छ भने जोखिम, अब अहिले मैले हजुरलाई पहिला भने जस्तै जोखिम चाहिँ धेरै बालबालिकाहरू छन्, तर यसको क्याटेगोरी राख्यौँ। अति जोखिम भएको बालबालिकालाई चाहिँ पहिलोचोटि सिलेक्ट गऱ्यौँ। अनि यो कस्तो भइदियो भने अन्य सङ्घ संस्थाहरूले चाहिँ आएर बालबालिका सम्बन्धी अन्य कार्यक्रम चलायो, तर उहाँहरूले चाहिँ बालबालिकाको अवस्था के छ कस्तो छ भन्ने बुझेर चाहिँ उहाँहरू आइदिनु भएन। अनि एउटै मात्रै जो संस्था कि वर्षमा लगभग तपाईँको भनौँ न महिना, 4 महिना, 6 महिना, 3 महिनामा नजिक हुने भनेको बाल कल्याण संघ टिकापुर मात्रै हो। अनि उहाँहरूले चाहिँ अब पहिला उहाँहरूको पनि आफ्नो नीति हुन्छ, आफ्नो नियम हुन्छ। उहाँहरूले पनि कतिजना बच्चाहरूलाई सेलेक्ट गर्ने, मलाई लाग्छ सायद घोडागोरी नगरपालिकामा भरि 8 नम्बर वडामा चाहिँ धेरै बच्चाहरू छ। अनि त्यो पनि हामीले अति जोखिममा मैले भने अघि नै जसको घरमा दिनभरि काम गरेर मात्रै खाना पुग्ने बच्चाहरू पनि छन्। अनि उहाँहरूको आफ्नै बिचरा घरको परिस्थितिले गर्दा बुवा आमा बाहिर हुनुहुन्छ। अनि उहाँहरू कसैको सहारा बस्नु भएको छ, अथवा बुवा चाहिँ इन्डिया बसेर आमा मात्रै बसेको, तर आमाको अवस्था पनि दिनभरि काम गर्न नसक्ने अवस्था भएकोलाई चाहिँ हामीले पहिलो क्याटेगोरी राखेर हामीले त्यसरी बच्चाहरूको फर्म पनि भर्यौँ र सेलेक्ट गऱ्यौँ। र आउने फेरि अरू बच्चाहरू जो छन् जोखिममा परेका तिनको के कति छ, अब तपाईँले भने जस्तै म पनि, तपाईँहरूले पनि मलाई सहयोग गर्नुहोला। कहाँनिर छ के छन् बच्चाहरू, म पनि आफै स्वयं त्यो ठाउँमा पुगेर के गर्न सकिन्छ त्यो बाल कल्याण संघ टिकापुरलाई म पनि त्यो रिपोर्ट पठाएर सर फेरि यहाँ यस्तो यस्तो अवस्था रहेछ, उहाँलाई चाहिँ कसरी हुन्छ के हुन्छ यो चाहिँ गरिदिनु पऱ्यो भनेर मैले पनि रिक्वेस्ट गरेर के कति गर्न सकिन्छ त्यो पनि गरौँला। हस्, अहिलेलाई धेरै धेरै धन्यवाद। अन्त्यमा बालबालिकाहरूका केही जिज्ञासाहरू भन्दा पनि अब सुझावहरू आगामी दिनमा वडा सरकारले के गर्दा राम्रो हुन्छ भने छोटकरीमा सुझावको रूपमा राखिदिनु होला। बाल विवाह न्यूनीकरणको लागि रूपान्तरण कक्षा र बाल लागु पर्दा दुर्व्यसन न्यूनीकरणको लागि यो सालमा रूपान्तरण कक्षा सञ्चालन गरिएको भए झन् राम्रो हुन्थ्यो भन्ने म चाहन्छु। अघि नै वडाध्यक्षज्यूले भनिसक्नुभयो, उहाँ कति ठाउँमा चाहिँ भ्याइसक्ने अफिसको नि काम हुन्छ अनि सबै फिल्डहरूमा पनि जानुपर्छ। त्यसैले चाहिँ म के भन्न चाहन्छु भने टोलमा चाहिँ
अनि बाल क्लब जस्ता युवा क्लब जस्ता समूहहरू बनाइदिनुहोस्। हामी हाम्रो समुदायमा हाम्रो टोलमा भएका समस्याहरू ल्याएर यहाँ ल्याउँछौँ। हजुरहरूले माथिल्लो निकायमा पुर्याइदिनुहोस्। हामीलाई बाल क्लबहरू लगायतका समूहहरू निर्माण गरिदिनुहोस्। त्यसको लागि सहयोग गरिदिनुहोस्। हामीहरू हाम्रो समुदायमा रहेका समस्याहरू ल्याएर यहाँ भन्नेछौँ। हजुरलाई त्यस्तै सहयोग हुनेछ भन्न चाहन्छु। हाम्रो गाउँ त्यति विद्यार्थी शिक्षित भए पनि अभिभावक त्यति शिक्षित हुनुहुन्न। उहाँको लागि परोढ शिक्षा जस्ता कार्यक्रम सञ्चालन गरिदिनुहुन आग्रह गर्दछु। मेरो नाम शीतल हो। म छाउपडी प्रथा विरुद्ध कार्यक्रम सञ्चालन गरिदिन हुन अनुरोध गर्दछु। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। वडा अध्यक्षज्यू, छलफलमा सहभागी कुराहरू पनि सुन्नुभयो, आफ्ना धारणा पनि राख्नुभयो। अबको योजना के हुन्छ र बालबालिकाको क्षेत्रमा अबको योजना के हुन्छ? अब अघि भने जस्तै अब मैले चाहिँ आउने दिनहरूमा योजना बनाउँदाखेरि नजिकै अब योजना तर्जुमा गोष्ठी पनि सुरु छ। अब यहाँ धेरै अब नानी बाबुहरूले रूपान्तरण कक्षाका कुराहरू भए, बाल क्लबका कुराहरू भए, अब भ्रमणका बजेटका कुराहरू भए होइन, छाउपडी प्रथा, अब यसमा सबै भन्नुभन्दा पनि मलाई चाहिँ मेरो आफूले चाहेको जस्तै यो छाउपडी प्रथाको लागि छ नि, अब म पनि त्यही समाजमा हुर्केको भएर यो छाउपडी प्रथाको लागि अब वडाले बजेट गर्ने कुराहरू, किनभने अझ कयौँ टोलो बस्तीहरूमा यो होला अनि यसलाई कसरी हुन्छ तपाईँ हामी सबैको सहयोगले, अनि एकजना वडा अध्यक्षले मात्रै सक्दैन, एकजना मान्छे अन्यले मात्र सक्दैन, तर तपाईँ हामी सबैको सहयोग, प्रशासनको सहयोग लिएर यो छाउपडी प्रथाको चाहिँ न्यूनीकरण गर्नको लागि यसलाई के गर्नुपर्छ, यो वर्ष नै म यसको लागि सबैसँग सल्लाह लिएर यसको लागि पहिलो प्रथम चाहिँ यसलाई दिन्छौँ दिन चाहेँ। अनि बाल क्लबको कुरा गर्नुहुन्छ भने अब यो धेरै छन्। यहाँ तपाईँको दिपनगरमा क्लब छ, डुडापारी क्लब छ, लठौँमा क्लब छ, मैनापोखरीमा क्लब छ, सबै ठाउँमा क्लब छन्। हेर्नु कोही गर्दैनन्, त्यो क्लब गठन भयो, उहाँहरू समय आउनुहुन्न, त्यसको लागि पनि बेग्लै कुरा छ। र आउँदा दिनहरूमा मैले उहाँहरूलाई सबैलाई पोहोर साल पनि भनेको थिएँ, अहिले साल पनि उहाँहरू सबैलाई बोलाएर मैले एकजनाले मात्रै सबै कुराहरू गर्न सकिँदैन, उहाँहरू मभन्दा अग्रज मान्छे व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरूसँग बसेर यो आफ्नो गाउँ टोल छिमेक वडालाई राम्रो समृद्धि बनाउन लागि सबैसँग मैले हातेमालो गरेकै छु। र अझ पनि आउँदा दिनहरूमा मैले के कति गर्नुपर्छ, हिजोका दिनहरूमा मैले तपाईँहरूलाई कसैलाई समेट्न सकेन होला, त्यो मेरो एउटा कमजोरी भयो होला, म त्यसलाई पनि अन्यथा सोच्दैन। तर आउँदा दिनहरूमा यो समाज, यो टोल, यो गाउँ वडालाई बनाउन पनि तपाईँ हामी सबैको त्यति नै जिम्मेवारी छ। र आउँदा दिनहरूमा मैले अब रूपान्तर क्लास तदेखि लिएर अन्य कुराहरूमा के गर्न सकिन्छ, कुन संस्थासँग मैले चाहिँ भएको गरेर साझेदारी कार्यक्रम चलाउन सकिन्छ, यसको लागि चाहिँ मैले विशेष पहल चाल्नेछु भन्ने हजुरहरूलाई प्रतिबद्धका साथै तपाईँहरूले पनि हिजो अस्तिसम्म हामी तपाईँसँग यसरी बसेका थिएनौँ। तपाईँहरू कार्यक्रममा आउनुहुन्थ्यो, जान्थ्यौँ, तर तपाईँहरूले मसँग क्वेसन गर्ने, मैले हजुरहरूसँग क्वेसन गर्ने, र मैले पनि आज एउटा सिक्ने पाटो पाएँ। किन भन्दा तपाईँहरूले पनि मनमा राखेका कुनसिका कुराहरू एउटा वडा अध्यक्षको भइसकेपछि तपाईँहरूसँग पनि त आशा र अपेक्षा रहेछन्, तर तपाईँहरूले पनि भन्न सक्नु भएको थिएन र मैले पनि त्यतिसम्म दिमाग पुगाउन सकेन। तपाईँहरू आउनुहुन्थ्यो, काम त गरियो र यसको पनि यो आज यो वातावरण मिलाएर जो यहाँ एउटा कार्यक्रम चलाइदिनु भयो, म यो सामुदायिक रेडियो टिकापुर एफएमलाई पनि हृदयदेखि स्वागत गर्न र धेरै धेरै धन्यवाद भन्दै म पनि बिदा हुन्छु। हस् त, नमस्ते। हस्, धेरै धेरै धन्यवाद अध्यक्षज्यू। आजको छलफलमा सहभागी घोडागोडी नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष वीरबहादुर साउद, यसै गरी मेलगट्टी मावि दीपनगरका सहायक शिक्षक दुर्गा प्रसाद न्युरे, अभिभावक दिलबहादुर चौधरी, महेश चौधरी लगायत अन्य विभिन्न सरकारवाला निकायहरूका प्रतिनिधिहरू तथा बालबालिकाहरू आफ्नो धारणाहरू राख्नुभयो, कार्यक्रममा सहभागी भएर यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद भन्दै आजको यो छलफल कार्यक्रमलाई यही बिट मार्दै म सञ्चालक ईश्वर साउद पनि बिदा हुन्छु। नमस्कार।